आज राति 7:15 मा हुन गइरहेको म्याच इङ्ल्यान्ड भर्सेस वेस्ट इन्डिजमा म आज राति खुलेर इङ्ल्यान्डको सपोर्ट गर्न गइरहेको छु। फेरि होपलेस हुनु है। किन यसले वेस्ट इन्डिजको विरुद्ध सपोर्ट गर्यो भनेर कुरा नगर्नु होला। यो इङ्ल्यान्डले त नेपाललाई हराएको भनेको होला, त्यो होइन। फेरि के हो भन्दाखेरि यदि इङ्ल्यान्डले ग्रुपको टपमा भयो भने नेपाललाई फाइदा हुन्छ। कसरी भन्नु भन्दाखेरि नेपालले इङ्ल्यान्डसित हार्यो ठिक छ, तर बोनस रन रेट राम्रो पाएको छ। नेपालले वेस्ट इन्डिजलाई जित्न सक्छ, इटालीलाई जित्न सक्छ, स्कटल्यान्डलाई जित्न सक्छ। त्यसले गर्दाखेरि नेपालको पोइन्टमा राम्रो पोइन्ट एचिभ गर्छ। त्यसले गर्दा नेपाल आफ्नो ग्रुपमा सेकेन्ड हुनसक्छ। त्यसले गर्दा नेक्स्ट राउन्डको लागि इजिली क्वालिफाई हुनसक्छ नेपाल। र अर्को राउन्डको लागि नेपाल इजिली क्वालिफाई भयो भने नेपाललाई राम्रो हुनेछ। त्यसले गर्दाखेरि नेपालको लागि फाइदा के हुनेछ भन्दाखेरि आजको म्याचमा वेस्ट इन्डिज हारेपछि इङ्ल्यान्ड टपमा रहनेछ।